साथीहरू एकछिन यो भिडियो हेर्नुहोस् त। राष्ट्रिय स्वतन्त्र पार्टीका संसद खगेन्द्र सुनारले के भन्दै हुनुहुन्छ पुराना दलहरूलाई, यो सुन्नुहोस् है त। देखाउने खसी, काट्ने फर्सी, अनि खाने पर्सी रे। कस्तो लाग्यो उहाँको भन्न, कृपया यो भिडियो हेर्नुहोस् है त। 2015 सालको निर्वाचनमा जाँदै गर्दा नेपाली कांग्रेसले पहिलो बुदामा के लेख्यो आफ्नो घोषणा पत्रमा? भूमि नभएका किसानलाई, भूमि नभएका दलितलाई, भूमिलाई जग्गा दिइनेछ भन्यो। 48 को निर्वाचनमा फेरि निर्वाचनमा जाँदै गर्दा नेपाली कांग्रेसले के भन्यो? त्यही शब्दलाई दोहोर्याएर फेरि भूमिहीन सुकुमासीलाई जग्गा दिइनेछ भन्यो। 51 को मध्यावधिमा भन्यो, 56 को निर्वाचनमा भन्यो, 64 मा भन्यो, 70 मा भन्यो, 74 मा भन्यो, 79 मा भन्यो, अस्तिको निर्वाचनमा पनि भन्यो। कांग्रेसले भन्यो, एमाले भन्यो, माओवादीले भन्यो, सबैले भन्यो। कांग्रेस आएर भन्यो राणा फालेर दिन्छौँ भन्यो, एमाले आएर भन्यो पञ्चायत ढालेर दिन्छौँ भन्यो, माओवादी आएर भन्यो राजा फालेर दिन्छौँ भन्यो। राणा गयो, पञ्चायत ढल्यो, सरकार राजा गयो, लोकतन्त्र आयो, गणतन्त्र आयो, प्रजातन्त्र आयो। अब केले रोक्यो? देखाउने खसी, खुवाउने फर्सी, त्यही पनि पर्सी भने जस्तो अहिले पनि त्यो भइरहेको छ।